नमस्ते सम्पूर्ण मेरो फेसबुक युजर्सहरूलाई है गुड इभिनिङ। अनि आजको भ्लग बनाएको चाहिँ मैले कहीँ घुम्नु गएको बनाएको छुइनँ है। अन्त आज चाहिँ मैले लाइक मम्मीले एउटा भिडियो पठाउनु भएको थियो नि त। अन्त त्यो भिडियोमा चाहिँ मम्मीले अब काँसाको थाल थाल त धुनु भएको छैन होइन, लोटाहरू हुन्छ नि, काँसाको लोटाहरू होइन, 2-3वटा जति सक्नुहुन्छ मम्मीले है त्यति मात्रै धुनु भएछ होइन। अन्त अझै भाँडाहरू पुरै थियो, त्यो चाहिँ धुनु सकेन है। पहिला चाहिँ म हुँदा चाहिँ मैले धुइदिन्थेँ होइन। अब अब छोरी भएको जस्तो हुँदैन उनीहरूलाई पनि, मम्मीहरूलाई है, किनभने अहिले घरमा चाहिँ मम्मी र पप्पा मात्रै हुनुहुन्छ होइन। अन्त उनीहरूले मात्रै लाइक दुईजनाले मिलेर लक्ष्मी पुज्दैछ। दसैँमा पनि त्यही भयो है। मेरो दादा काम गर्नु जानुभएको छ, अन्तखेरि भाउजू पनि आफ्नो घर जाइरहनु भएको छ अहिले फिलहाल नानीसँग है उता। अन्त त्यही भएर चाहिँ अब एक्लै भएर चाहिँ अब कस्तो लागेको क्या। अब अरू बेला चाहिँ अब मैले जे भए पनि छोरीले गरिदिन्छ भन्ने हुन्थ्यो नि त, उनीहरूलाई अलिकति ढुक्क हुन्थ्यो, छोरी छ, छोरीले लक्ष्मी पुज्छ होइन। अनि त्यही मालाहरू हुन्छ, काँसाको थाल टल्काइदिन्छ, लाइटहरू लगाउनुमा त्यो के अरे पालाहरू हुन्छ नि, एक दिन अगाडि नै भिजाएर राखिदिन्छ भनेर चाहिँ ठिकै मात्रै बनाइदिन्थेँ नि त म पहिला, म उता घरमा हुँदा। यो चाहिँ मेरो फर्स्ट टाइम हो होइन। लाइक दिवाली पनि मनाउनु पाइनँ अब आउँदो होइन। अन्त उयो पनि मनाउनु पाइनँ, दसैँ पनि मनाउनु पाइनँ होइन। कस्तो खल्लो लागिरहेछ, किनभने फर्स्ट टाइम अब मैले चाहिँ फर्स्ट टाइम चाहिँ अब आएको नि त म काम गर्नु। अनि फर्स्ट टाइम भएर चाहिँ उयो भइरहेको छ, कस्तो खल्लो लागिरहेको छ आफूलाई है। आफै आमाबाउभन्दा टाढो, न टिका लाउनु पाएँ न दिवाली मनाउनु पाएँ है। अन्त अब होटेलियर यस्तै हुँदो रहेछ। होटेलियर मात्रै होइन, अब अरूहरू पनि यस्तै हुन्, म जस्तै भइरहेको होला अरूहरू पनि होइन। अन्त कस्तो अब मसँग आउनेहरू पनि अब त्यस्तै भइरहेछ, खल्लो भइरहेछ अब लाग्पाहरूलाई होइन। उसलाई पनि खल्लो भइरहेछ, किनभने उसले पनि अब आफ्नो फ्यामिलीसँग मनाउँथ्यो होइन। उसको बर्थडे पनि मनाउनु पाएन, टिका लाउनु पाएन होइन। भिडियोजहरू चाहिँ हेर्दै बस्थ्यो होइन। मन अब खल्लो बनाउँथ्यो उसले पनि, तर मेरो छेउ चाहिँ देखाउँदैन थियो। ठिकै छ भन्दै भन्थ्यो होइन। अन्त दुईपट्टि घरलाई मिस गर्दैछु म होइन। यता आफ्नो घरलाई पनि मिस गर्दैछु, यता लाक्पाको घरलाई पनि मिस गर्दैछु, दुईपट्टि परिवारहरूलाई है। उता सबैजना सपोर्टिभ हुनुहुन्छ, लाक्पाको पनि मम्मी पापा है, आमा, उयो बोजू, माम होइन, अनि आसु काका सबैजना मिल्ने हुनुहुन्छ नि त। आमाहरू सबै मिल्ने हुनुहुन्छ, त्यही भएर त्यहाँ पनि मिस गर्दैछु। किनभने दिवालीमा त मेबी म त्यहाँ पनि जान्थेँ होइन। अन्त दसैँमा पनि जान्थेँ, दिवालीमा होइन। तर योपालि चाहिँ खल्लो भइरहेको छ। त्यही म चाहिँ तपाईँहरूलाई मम्मीले अब हाम्रो घर चाहिँ अब त्यस्तो ठुलो पनि छैन नि त, अब ठुलो घरको होइन, त्यस्तो छैन नि त। हामी चाहिँ मिडल क्लास फ्यामिली होइन। अहिले चाहिँ हामी भिक्टर्सको क्वार्टरमा बस्छ है, आमा बाबा त्यहाँ काम गर्नुहुन्छ। अन्त त्यो क्वार्टरमा बस्दाखेरि चाहिँ त्यो क्वार्टरलाई नै हामी अब घर जस्तो टाइपले अब जति बेलासम्म काम गरिन्छ, अन्त त्यति नै बेला अब त्यत्तिकै सिँगार्नु पऱ्यो है, सिँगार्छ। अन्त मैले चाहिँ विशेष गरी चाहिँ मलाई उता मम्मीले चाहिँ यतापट्टि मम्मीले लाक्पाको मम्मीले चाहिँ, म मम्मी नै भन्छु होइन, मम्मी नै जस्तै हो, मेरो मम्मी नै हो। अनि मम्मीले चाहिँ मलाई डल्ले बिजन दिनुभएको थियो नि त, पुरा फुलहरू पुरा दिइरहनुहुन्छ, डल्लेको सिमला मिर्चको होइन। अन्त त्यो चाहिँ मलाई दिनुभएको थियो। अनि त्यो चाहिँ मैले रोपेको थिएँ होइन, योपालि चाहिँ पुरा भयो अरे नि त डल्ले। अन्त सबैले लग्यो अरे होइन, आनीहरूले पनि लानुभयो अरे, बाख्राको आनीहरूले लानुभयो अरे, अन्त भाउजूले लानुभयो अरे है। अझै पुरा टिप्नु भएको थियो अरे होइन। अन्त कति लग्यो मलाई। अन्त त्यो अब हट हाउस जस्तो बनाएको थियो हामीले है, लाक्पाले विशेष गरी लाक्पाले बनाएको थियो। अनि लाक्पाले हट हाउस बनाएको थियो। अनि त्यसमा चाहिँ अब डल्लेहरू रोप्थ्यो, सिमला मिर्च जे पनि हुन्थ्यो फेरि है। अन्त त्यो चाहिँ भए मतलब फुलिरहेको थियो, मजाले फुल्यो अरे होइन। त्यो भिडियोहरू देखाउनु भयो। अन्त घरमा लाइटहरू अलिकति मजाले लगाएको छ। अब दुईजना मम्मी र पापा मात्रै त हो। अन्त मम्मी र पापाले चाहिँ मजाले त्यो सिँगारेछ होइन। अब लाइटहरू लक्ष्मी पुजेको चाहिँ देखाउनु भएन, किनभने अहिले नै त राखेको छैन। त्यो खालि भिडियो कलमा चाहिँ देखाउनु भएको थियो। त्यो नाङ्लोमा चाहिँ फुलहरू लिइरहनु भएको थियो माथि घरबाट है, मूल घर मेरो जहाँ हो देउराली, त्यहाँबाट लिएर आएको थियो। अनि काँसाको थालमा उयो लोटाहरू टल्काउनु भएको थियो रहेछ, 2-3वटा होइन, बेसी सकेन रहेछ।
2-3 वटा चाहिँ टल्काएछ। अन्त त्यतिकै मलाई देखाउँदै थियो नानी यस्तो गरी यस्तो गरी है, कस्तो अब लाग्छ आफ्नो आमा एक्लै गर्दा देख्दा हो। के गर्नु अब यस्तै हुँदो रहेछ। र तपाईँलाई चाहिँ तपाईँहरूलाई म देखाउँछु है सेयर गरेको यो कुरा चाहिँ। अनि तपाईँहरूलाई चाहिँ म देखाउँछु नि लाइक कस्तो मैले मेरो डल्ले रोपेको थिएँ हट हाउसहरू है, उताबाट मलाई भिडियो पठाउनु भएको थियो। अनि त्यही भिडियो चाहिँ म यो मेरो ब्लगमा चाहिँ आजको ब्लग आज कुरा सेयर गर्नेमा चाहिँ आजमा चाहिँ म त्यो हाल्छु है। हेरिदिनुहोस् होला, माया गरिदिनुहोस् होला, धन्यवाद। हेर्नु न ल। मैले भाँडा टल्काएको हामीले खाजा खाएको भाँडा यो हो। केटी यहाँ बसिरहेको छ हो। अन्त हेर्न आज बाँदरले यो बाल्टी फुटाइदियो यो लकी प्लान्टको। अन्तखेरि यहाँ डल्लेहरू पनि पुरा फलेको छ। डल्ले त योपालि त जोडको फल्यो। पापाले लाइट लगाएको थियो कि अब बेलुका चाहिँ बालेर देखाउँछु ल। अन्तखेरि अरू त के देखाउनु, घर सफा गरिसकेको छु हो। शशी बोजूको पनि लगाएको छ लाइट हो, देख्दैन। म चाहिँ यहाँ हाम्रो त्यो पुरानो भान्साघरमा बसेर यी गाग्रीहरू धोएर भर्खर यहाँ थाकेर हात दुखेर बसिरहेको छु ल। बेलुका बत्ती बालेको त म खिचेर पठाउँछु नि ल। अन्तखेरि सयपत्री फुल यस्तो भएको छ यहाँ, छटाछुटी फुलेको छ। डल्ले अस्ति आडीहरूले आधी टिपेर लग्यो, उता गुरामाले पनि टिपेर लग्यो, घुम्तीको गुरामाले हो। अन्त अझै फल्दैछ, अझै फल्दैछ डल्लेहरू पुरै हो। पत्ताले गर्दा देख्दैन हो। डल्लेहरू सयपत्री फुल कत्रो कत्रो भएको छ सयपत्री फुल पनि हो। अन्त यहाँ पनि धोएर राखिरहेको छु हो। दान दिने दियो यो उसहरू हो, सब धोएर राखिरहेको छु। यो त दान दिने हो। अन्त यहाँबाट पनि देख्छ डल्ले धेरै हो हो। पुरा फलेको छ नि डल्ले त हो। ल बाई, बेलुका बत्ती बालेर चाहिँ देखाउँछु।